डियर ब्रदर यामबुद्ध दाई हैन यामबुद्ध दाई तपाईँ कसरी जानु सक्छ तपाईँ नै थियो नेपाली हिपहपको भानुभक्त यो वास्तविकता सब नेपालीहरूले जान्नु पर्छ आज म मौन भएको छु म आज भाछु स्तब्ध तपाईँ नै थियो सधैँ हामीलाई Yo, listen, it's a sad thing for all. No aggression, I want happiness, no diamond rings in prawl, cause life's all about just happiness. I'm rapping less with यो चाहिँ एक्चुअली एकदमै लङ स्टोरी छ हैन I used to write rhymes back in the days हैन अनि राइम्स लेख्दा लेख्दै हैन बढ्न थाल्यो के त्यो प्रतिको जो माया हुन्छ नि अनि बिस्तारै म फ्रीस्टाइलहरु गर्दै गए अनि फ्रीस्टाइल गर्दै गएपछि मलाई कस्तो हुने आफै त्यो गएपछि हैन द मेन चेन्ज वाज वी गॉट लट अफ र्यापर्स पहिला त्यति र्यापर्सहरु थिएन जति अहिले छ त्यो रबार्सले गरिजहरु पनि आयो मुखसुक छाड्दिने आमा बहिनीलाई गाली गर्दिने त्यस्तो मान्छेहरु पनि आयो तर अहिलेको केटाहरुसँग चाहिँ एक्चुअली दे गॉट स्किल्स द्याट्स द फ्याक्ट दाइ हैन म बिस्तारै गर्दा गर्दा सिक्दै सिक्दै हैन गरेको दाइ हैन तर मेरो मेन इन्स्पिरेसन चाहिँ यामबुद्ध दाइ नै थियो हैन cuz he was the one who used to encourage us हैन that's all I know bro I gotta get my degree first हैन अनि त्यसपछि I'm going to open up a studio and I'm going to gather a lot of rappers like they like throw rhymes hello, my name is Rafta Subham and they know me as Rapadazu and I've been living in Lazimpat and rapping is something like my passion. That's something that I do every day. Yo, what's up everybody? My name is Sachin KC. I'm also known as Fiverr Samuel Chetri in stage. So I do rap music, it's my passion. Yo, it's actually एकदमै long story छ हैन I used to write rhymes back in the days हैन अनि राइम्स लेख्दा लेख्दै हैन बढ्न थाल्यो के त्यो प्रतिको जो माया हुन्छ नि अनि बिस्तारै म फ्रीस्टाइलहरु गर्दै गए अनि फ्रीस्टाइल गर्दै गएपछि मलाई कस्तो हुने I feel like a free spirit man हुन्छ नि this is something that helps me to be free from inside यसरी हो दाइ हैन म बिस्तारै गर्दा गर्दा सिक्दै सिक्दै हैन गरेको दाइ हैन तर मेरो मेन इन्स्पिरेसन चाहिँ यामबुद्ध दाइ नै थियो हैन cuz he was the one who used to encourage us हैन that's all I know bro Starting I used to write poems and poems with some rhymes and I got up to raw bars बाट चाहिँ at least I could use that poetry as हुन्छ नि rap मा गरेको भए कस्तो हुन्छ भनेर मैले ट्राई त्यो गएपछि हैन the main change was we got a lot of rappers पहिला त्यति र्यापर्सहरु थिएन जति अहिले छ त्यो रबार्सले गर्दा मान्छेलाई I can do rap and rap गरेर पनि म के खान्छु भन्ने एउटा मोटिभेसन आयो क्या केटाहरुलाई हुन्छ नि अनि we got a lot of talented rappers over here man not only us मेरो साथीहरु हैन यो साथीहरुलाई पनि मैले र्याप गर्ने भएर नै मैले चिनेको हो हैन they got a lot of skills हैन मेन कुरा चाहिँ रबार्सले चेन्ज ल्याएको त्यो रबार्समा अरु त्यो जे पाए ती एमसीजहरु पनि आयो मुखसुक छाड्दिने आमा बहिनीलाई गाली गर्दिने त्यस्तो मान्छेहरु पनि आयो तर अहिलेको केटाहरुसँग चाहिँ एक्चुअली दे गॉट स्किल्स That's the fact. I got up like म 7 हुँदाखेरि चाहिँ I used to watch Robbers को भिडियो हैन अनि म चाहिँ इन्डियामा थिए त्यति बेला and then I tried writing हैन लेख्दाखेरि लेख्दै गए अनि I came to Nepal त्यसपछि I was in Robbers अनि युनिक दाइहरु सबको ब्याटलहरु हेर्थे म अनि लाइक त्यहीबाट इन्स्पिरेसन हुन्थ्यो मलाई अनि त्यस्तो त्यो अब उसको नजरमा त्यस्तो होला ब्रो हैन तर म्युजिक गर्ने मान्छेको लागि he don't ask for money he is happy doing his music हैन म चाहिँ त्यसरी लिन्छु दाइ हैन किनकि I do music cuz I love it that's all I know हैन and these people talk shit all the goddamn time हैन nobody knows the fact anyway हैन family supportsहरु भन्दा पनि it's like it's good हैन ठिकै छ like they want me to study as well अनि यो पनि गरोस् भनेर भन्नुहुन्छ त्यही लाइक त्यति भएपछि चाहिँ आफुलाई पनि खुसी हुन्छ के गर्दाखेरि हैन As a person, he was really humble guy, a decent guy. Jealousy, envy, nothing inside him. He was like a cool guy. He used to open up with his rhymes. And daily लेखेको नयाँ creation हरु हामीले सुनाउँथ्यो अनि हामीलाई पनि दाइको त्यो सुनेर एकदम खुसी लाग्थ्यो हैन अनि हामीले सपोर्ट पनि एकदमै गर्थ्यो के त्यो दाइले हामीलाई यति सपोर्ट गर्यो कि त्यो दाइले सपोर्ट गरेको भएर मैले मेरो फ्यामिलीलाई खुसी पार्न सके he used to pay us अनि मैले त्यो पे गरेर मैले मेरो फ्यामिलीलाई दिए and they were happy हुन्छ नि मेरो छोराले एटलिस्ट केही त कमायो भन्ने दाइको सपोर्टले गर्दा मैले त्यो अवसर पाए दाइ हैन and he was really good guy he's like a god who taught me how to rap man मेरो पनि ठिकै लाइक दाइसँग चाहिँ पहिला म मैदेवीमै बस्छु हैन दाइको पनि घटेको नजिकै छ हाम्रो घर लाइक आई युज्ड टु मिट हिम इन वेज क्या बाटोमा हिँड्दाखेरि भेटिराख्छु दाइलाई अनि ही युज्ड टु अलवेज मोटिभेट मी गरिराख हैन one day it will be nice भन्थ्यो क्या दाइले त्यस्तै कुरा गर्छ अनि प्र्याक्टिस गर्नु पर्यो अलि राम्रो गर बरु औ मनी सिकाउँछ भन्थ्यो दाइले हैन त्यही अब दाइले चाहिँ दाइ
हि इज अ भेरी हम्बल गाई होइन दाइले सब स्पिकअप गर्छ क्या आफ्नो माइन्डको कुराहरू चाहिँ पहिला चाहिँ यस्तो थियो पहिला चाहिँ मान्छेहरूलाई थाहा थिएन दे गॉट नो आइडिया व्हाट ऱ्याप इज तर अहिले दे नो व्हाट ऱ्याप इज त्यही हो दाइ चेन्ज चाहिँ जस्तो अब अहिले चाहिँ के गर्दै हुनुहुन्छ तपाईँहरू अहिले चाहिँ आम स्टडिङ होइन अनि आई डु ऱ्याप छु होइन अनि समटाइम्स आई डु ह्याङ अराउन्ड विथ माई ब्रोज द्याट्स अल म्यान म चाहिँ अहिले 10मा पढिरहेको छु आम डुइङ स्टडिज अनि ऱ्यापहरू पनि लेख्दैछु I've done with 2 mixtapes अब चाहिँ I'll do a song soon every time I do it राम्रै गरिरहेको छु पढाइमा पनि होइन त्यही भएर पनि अब एटलिस्ट सपोर्ट चाहिँ छ क्या हिपहप इज समथिङ द्याट रिक्वायर्स स्किल्स पहिला हिपहप गर्नलाई यु निड टु ह्याभ सम स्किल्स होइन अनि रह्यो कुरा अब मेरो फ्युचर प्लान्सको आई गॉट गेट माई डिग्री फर्स्ट होइन अनि त्यसपछि आम गोन ओपन अप अ स्टुडियो एन्ड आम गोन ग्यादर अ लट अफ ऱ्यापर्स लाइक दे लाइक थ्रो राइम्स अल द गॉड ड्याम टाइम होइन अब त्यही हो अब म चाहिँ अब पछि एउटा स्टुडियो ओपन अप गर्छु अब म यो पढाइको प्रेसरबाट फ्री भएँ भने किनकि आई गॉट स्टडी टु दिस डेज होइन अनि म केटाहरूलाई सबैलाई चट्ट लाएर खेरेर होइन केटाहरूलाई एउटा क्रू बनाउँछु आम गोना मेक अ क्रू फुल अफ ऱ्यापर्स त्यही हो दाइ मेरो ड्रिम चाहिँ होइन द्याट्स माई ड्रिम मेरो चाहिँ अब फ्युचर प्लानिङ त्यही हो फर्स्ट स्टडी कम्प्लिट गर्छु अनि त्यति बेला नै म ऱ्याप पनि सँगैसँगै गइरहेको हुन्छु किनभने लाइक स्किल्स चाहिँ अब इफ आई लिभ द्याट वन्स होइन मेरो फेरि त्यो फर्किन नसक्नु पनि हुन्छ क्या त्यही भएर लाइक त्यसलाई पनि कन्टिन्यू गर्दै गइरहेको हुन्छ Yeah, freestyle is something that came in my gene. Hip hop is something that I do every day. In this hip hop shit, I'm like a heavyweight. र म यो चाहिँ होइन I'm gonna give 4 lines for my dear brother यामाबुद्ध दाई होइन यामाबुद्ध दाई तपाईँ कसरी जानु सक्छ तपाईँ नै थियो नेपाली हिपहपको भानुभक्त यो वास्तविकता सब नेपालीहरूले जान्नुपर्छ आज म मौन भएको छु म आज भाछु स्तब्ध तपाईँ नै थियो सधैँ हामीलाई आत्मबल दिने तपाईँको हाम्रो कुरा पनि वास्तवमा मिल्ने शान्त सकारात्मक तपाईँ कहिले नजङ्गिने जति गल्ती भए पनि हामीलाई भनिदिने तपाईँप्रतिको भावना शब्दले हुन्न व्यक्त भन्नुहुन्थ्यो ऱ्यापे भाइ तिमीले राम्रो लेख्छ समय दिनुहुन्थ्यो आफू भए पनि व्यस्त मेरो नजरले तपाईँभित्र भगवान मात्रै देख्छ रेस्ट इन पिस दाइ Yo listen, it's a sad thing for all. No aggression, I want happiness, no diamond rings in prawl. Cause life's all about just happiness. I'm rapping less with happy friends, I'm grabbing pens, I'm having sense with lavishness, I'm habited. Nice. The main difference is language. The main difference is language English. And they got more energy, you know, and we got energy too. The special thing about Nepali rap is you can express yourself, you know. You can say underground things in Nepal. हुन्छ नि नेपालमा जुस मिडियाले पनि नभनेको कुरो होइन हाम्रो बुढापाकाहरूले पनि नसुनेको कुरो यो ऱ्यापर्सहरूसँग छ क्या किनकि दे गॉट नलेज इनसाइड देम द्याट्स इट ब्रो थ्याङ्क यू Because that's something that I love more than anything, man. That's the reason. त्यति बेला आई युज टु ह्याभ अ चाइनिज फोन होइन एउटा चाइनिज फोन थियो मसँग मेमोरी कार्डमा चाहिँ लाइक 2टा एमएनएमको गीत रहेछ आई युज टु प्ले द्याट क्या हो नट अफ्रेड थियो होइन फर्स्ट चाहिँ त्यो चाहिँ स्टिल मेरो फेभरेट हो क्या किनभने त्यसले त्यति बेलादेखि मलाई जगाएको हो होइन अहिले पनि म त्यही गीत सुनेर जागिरहेको छु मैले चाहिँ फर्स्टमा होइन मैले पनि त्यो तपाईँले भन्ने जस्तै गिरिज दाईको म यस्तो छु म त्यस्तो छु भन्ने गीत सुनेको थिएँ होइन अनि त्यो फर्स्टमा सुन्दाखेरि चाहिँ मलाई कस्तो नयाँ चिज लाग्यो क्या हुन्छ नि इट्स लाइक ए न्यू थिङ म्यान वाइ डोन्ट आई ट्राई इट जस्तो लाग्यो क्या होइन अनि मैले राइम्सहरू लेख्न थालेँ अनि त्यो इट वाज लाइक इन्सपिरेसन फर मी हुन्छ नि त्यो अझै पनि छ होइन दाइ त्यही हो यो हिपहपमा इफ यु वान डु हिपहप होइन पहिला एकदमै मुट्टु खोलेर गर होइन अरूले के भन्छ त्यो कुरा नसोच ब्रो तिमीले यु गाट फोकस अन यु क्रिएसन्स यु गाट फोकस अन यो कन्टेन्ट्स होइन पहिला आफ्नो त्यो काममा फोकस गर पहिला हिपहप गर्नुभन्दा अगाडि पनि हिपहपमा के छ एलिमेन्ट्सहरू त्यो थाहा पाउन नथपाएर गरेपछि दे विल जज यु एन्ड दे विल ब्ला लाइक हिज व्याक अर समथिङ डोन्ट लिसन टु देम डु वाट यु लभ द्याट्स इट त्यही मेरो पनि सेम हो अब यु गाट डु वाट यु लभ होइन त्यही अब त्यसमा चाहिँ हिपहप गर्दाखेरि चाहिँ यु गाट गिभ यु हार्ट टु इट मुटु खोलेर होइन दिस इज द थिङ विच मेक्स यु ह्याप्पी क्या जे गरे पनि एटलिस्ट लास्टमा चाहिँ तिमी आफै खुसी हुन सक्छ क्या त्यो कुराले गर्दा